नमस्कार। के तपाईलाई थाहा छ हाम्रो मनलाई कसरी शान्त राख्न सकिन्छ अथवा हाम्रो मस्तिष्कमा कसरी पोजिटिभ मात्रै थट ल्याउन सकिन्छ भन्ने कुरा थाहा छ? यदि छ भने पनि मलाई आज सुन्नुस् र यसबाट केही टिप्सहरू लिन सक्नुहुन्छ। हामी जुनसुकै काम गर्छौँ, हाम्रो दिमागमा त्यो काम बिग्रियो भने के हुन्छ होला अथवा बिग्रियो भने के गर्ने होला भन्ने थट आइरहेको हुन्छ अथवा मैले गरिरहेको काम किन राम्रोसँग सफल भइरहेको छैन भन्ने मात्रै आइरहन्छ। त्यस्तो हुनु मान्छेको सामान्यतः स्वभाव पनि हो र त्यो एक किसिमको एन्जाइटी पनि हो। र यसबाट मुक्त हुनका निमित्त हामी डाक्टर कहाँ जाने, औषधि खाने पनि गरिरहेका हुन्छौँ। तर अब त्यसको लागि त्यति धेरै आत्तिनुपर्ने छैन। यो त्यति ठुलो खालको एन्जाइटी पनि होइन। यसबाट मुक्त हुनका निमित्त हामी हाम्रो मनलाई केही हदसम्म कन्ट्रोल गर्न सक्नुपर्छ। हाम्रो मनलाई कन्ट्रोल गर्नका निमित्त हामीले फेर्ने श्वास प्रश्वास प्रक्रियालाई केही हदसम्म हामीले चाहे अनुसार कन्ट्रोल गर्न सकियो भने यसबाट मुक्त हुन सकिन्छ। यसका निमित्त हामी सामान्य प्रक्रिया अपनाउन सक्छौँ। यसरी यो सुखासनमा बस्न सकिन्छ अथवा तपाईलाई कुन आसन सजिलो लाग्छ त्यसै अनुसार बस्न सक्नुहुन्छ र बिस्तारै लामो श्वास तान्ने, केही समय जति सकिन्छ 5 सेकेन्ड, 10 सेकेन्ड, 15 सेकेन्ड त्यसलाई भित्रै होल्ड गर्ने अनि बिस्तारै नाकबाटै त्यो श्वासलाई बाहिर फाल्ने। यसरी श्वास लिने, होल्ड गर्ने र नाकबाटै बाहिर श्वास फाल्दा हामी भित्र भएका नेगेटिभ थटहरू सबै बाहिर निस्किन्छन् र हामी रिलिफ महसुस गर्न सक्छौँ। जस्तो कि यसरी तान्न सक्नुहुन्छ। पूर्ण रूपमा तान्नुस्, होल्ड गर्नुस् 5 सेकेन्ड, 10 सेकेन्ड, 15 सेकेन्ड र बिस्तारै नाकबाट बाहिर फ्याँक्नुस्। यो प्रक्रियालाई 5 पटक र 10 पटकसम्म गर्नुभयो भने तपाईँ आफै महसुस गर्नुहुन्छ कि तपाईँको शरीर, तपाईँको मन एकदम हलुका, स्वच्छ र पोजिटिभ भाइब तपाईँको मन मस्तिष्कमा आइरहेको हुन्छ। यसो गर्नुभयो भने दैनिक बिहान अथवा बेलुका यसो गर्नुभयो भने तपाईँ आफ्नो मनभित्र रहिरहेको नेगेटिभ थट, त्यो खालको एन्जाइटीबाट मुक्त हुन सक्नुहुन्छ। धन्यवाद।